साथीहरू हाम्रो यो 4 वर्ष अगाडि किनेको यो माइडिया कम्पनीको इन्डक्सन चुलो थियो। यो चुलोले राम्रो काम गरिराखेको थियो। अहिलेसम्म यसले धोका दिएको थिएन। अलिअलि आवाज आउन लाग्यो खिटिट गरेर। अनि अब यहाँ केही गडबडी हुन लाग्यो कि भनेर यसलाई मैले आज सफा गर्ने निधो गरेँ र सफा गर्दाखेरि चाहिँ यसको यहाँ 6वटा चाहिँ यो पछाडि ब्याक साइडमा चाहिँ पिन हुँदो रहेछ, स्क्रु हुँदो रहेछ। त्यो स्क्रुलाई हामीले खोलिसक्यौँ। यो खोलिसकेपछि चाहिँ यसलाई सर्लक्क हामीले उल्ट्याएपछि चाहिँ यो माथिको जुन हाम्रो भाँडा राख्ने प्लेट हुन्छ, यो प्लेट चाहिँ हामीले सर्लक्क निकाल्दा यो चाहिँ खुल्छ, यो आउँछ। आइसकेपछि चाहिँ यहाँभित्र रहेको फोहोर ल हेर्नुहोस् त, यो 4 वर्षमा भित्र हामीले बाहिर चाहिँ सफा गऱ्यौँ, तर भित्र चाहिँ यस्तो फोहोर चाहिँ रहेको अवस्था रहेछ। अब यसलाई चाहिँ यो चुलोले राम्रो छिटै पहिलाको जस्तो किन पाकेन, किन चाहिँ हिट दिएन भनेको, अब यसलाई चाहिँ यस्तो चाहिँ भित्र फोहोर भएको अवस्था रहेछ। यसलाई आज हामीले सफा गरेर चट्ट अनि यसलाई फिट गर्ने हाम्रो चाहिँ योजना रहेको छ र त्यही अनुसार चाहिँ म यहाँ काम गरिरहेको छु। अब यस्तै इन्फर्मेटिभ भिडियो हेर्नु पर्यो भने चाहिँ हामीलाई लाइक, सब्सक्राइब, कमेन्ट गर्नुहोला। हवस्, धन्यवाद।